कार पानी लिन पनि साइकल चाहियो। बन्दर चाचा, ओए बन्दर हिँड्न नसक्ने वृद्ध बालक साइकल। के छ खबर? वेलकम टु माई न्यू ब्लग। र आज चाहिँ म जार बोकेर पानी लिन जाँदैछु। एउटा अगाडि यहाँ जाँदैछु साइकलमा। ओए आशिष, आशिष सुन्दैन, यता हेर्न भनेको। हिँड्न नसक्ने वृद्ध बालक साइकलमा जाँदैछ। यसलाई साइकल चाहियो। जब यति एक जार पानी लिन पनि साइकल चाहियो। उमा थियो बन्दर चाचा, ओए बन्दर या आइभन्। यस्तै चाहिँ पुरा भिड छ परिक्रमा लाउनेको। शीतल शीतल भएको छ, घाम पनि खासै छैन अहिले। अनि त्यही भएर अलिक शीतल शीतल भएर मान्छे हेर्नु न कस्तो परिक्रमा लाउने। यस्तै छ हाम्रो गाउँठाउँ। त्यो एउटा अघि पुगिसक्यो पर, त्यहाँ पर साइकलमा देखिँदैछ। म चाहिँ यता जाँदैछु, एकदम साह्रै आनन्दमा जाँदैछु। यस्तो छ परबाट मान्छेको भिड आउँदैछ, भिड आउँदैछ। यस्तै ठाउँ छ। मान्छे परिक्रमा लाउन जब शीतल भयो अनि परिक्रमा लाउनलाई मान्छे एकदम आउँदैछन् परबाट। ओए ओए केही भन्छस्? केही भन्। के हेर्नु त्यसलाई चाहिँ? मलाई हेर्छु नि, केही भन्। बेटा कालु जोकर जाँदैछ एउटा हेभी ड्राइभर साइकलमा जाँदाखेरि। ओए आशिष, आशिष यता हेर्न, बाथरुम सिङ्गर। बाथरुम सिङ्गर है यो चाहिँ। यता हेरेर गएन एकचोटि। सब थोक चेन्ज हुन्छ, तर यो इन्डियाको यो फोहोर कहिले हट्ने भएन यहाँबाट। फोहोर चाहिँ कति हो, कति मान्छेले साह्रै फोहोर गर्ने ठाउँ छ, तर पनि मान्छेले फोहोर गर्न चाहिँ कहिल्यै छोडेनन्। यस्तै छ है। ल एकछिन न हो। ल यो चाहिँ अब एकदम सुजन दाईको ठुलो फेन एउटा गीत गान्छ अरे। लु गाइदे। किरिसका सुन्नेका गाना। देउरालीमा बतास चलो, देउरालीमा बतास चलो, बतास चलो, बतास चलो, बतास चलो, देउरालीमा बतास चलो। भयो साथी, धेरै गाउनु हुँदैन। भरे कपिराइट लाग्छ मुला, धेरै गाउनु हुँदैन। टिका छोड्छ रे। गाउनु थालेपछि फेरि रोकिँदैन। बलि केला केला बलि केला बलि दाईको यता छुट्टै छ ड्युटी। अन्त रोटी बनाउनु त्यो चाहिँ के हो दाई? के हो त्यो? ओ अनुप दाई पुरा मुस्ती हुँदो रहेछ रोटीको लागि। अब त्यो चाहिँ के हो भनेको? कराईको के हो भन्छु सुन्दैनन् फेरि। क्या हो दाइले भनेको? सोध्छ भारत। यसको बारेमा केही बोल्न भन्न चाहन्छस् त? के खाँदैछ मुखमा यत्रो बुझा हालिरहेछ, कहाँबाट बोलोस् त? बोले बेटा। इसका कारण आदित्यनाथ योगी है। माघ फागुनले केलाई केही बनाएको छैन। यहाँ वृन्दावन भनेको यही हो। किन यहाँ हेर न खिचलमा क्या वृन्दावन भनेको यो हुनेछ। जो कुकुरले पुच्छर उठाए त यो वृन्दावनै होइन। कुकुर पनि ठ्याक्कै अगाडि छ। केटा छ अर्को कि माघका दुइटा एकै ठाउँ भिड भयो। अर्कै भन्नु छ मै गरिब हुँ। र गाइस आजलाई चाहिँ अब यस्तै छ भिडियो। अहिले लिएर आयो। कति रुपियाँ? 100 रुपियाँ कि कति? लामो पुण्य हुन्छ, पुण्य यस्तो लामो हुन्छ। यसको अलिक ठिक छैन, बिहान दबाई खान नि बिर्सिन्छ। र गाइस अब यस्तै छ, के कस्तो छ हेरेर माया गरिदिनु। लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु। त केही भन्छस्? घन्टा पनि बजाइदिनु टङ्ग पारेर। घन्टा पनि बजाइदिनु टङ्ग पारेर। त्यही हो राधेश।